के गर्नु टापा टापा एबाट के बनाउनु सबै यो लेयर कति राख्नुपर्ने थाहा भइसकेको छ त्यो अनुसार यता चाहिँ सकिन्छ है थोरै क्या यतिको एउटा दुईवटा राइस मात्रै माथि धेरै बनायो भने जति पातलो बनाउनु त्यति राम्रो भएन सर तर कभर चाहिँ हुनु आफ्नै तरिकाले काट्नुहोस् है के भन्दा किनभने तपाईँले कम्फर्टेबल मजाले सेन्टर काट्ने सट्ट तल झर्ने जाने 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 ल यतिको रोल पुगेन भने पनि बिस्तारै इम्प्रुभ हुन्छ। तपाईँ लेफ्ट राइट हुनुहुन्छ भने यसलाई यस्तो गर्नुहोस् यसलाई चाहिँ यस्तो यो नराम्रो पार्टलाई तलबाट बनाउनुहोस् तपाईँले ट्रिप गरेको छ नि त्यसलाई यस्तो गर्नुहोस् होइन पछि राम्रो हुन्छ ठिक छ तपाईँको यसलाई यस्तो गर्नुहोस् होइन यसको जोइन यो लगाउनुहोस् होइन यसको जोइन यो लगाउनुहोस् सेम एज उसलाई पनि आराम गऱ्यो यस्तै यति गर्नु है ठिक छ अब इम्प्रुभ हुँदैछ अझै अलिक मेहनत गर्नु चाहियो अझै इम्प्रुभमेन्ट है ल नाइस धेरै पानीको हातमा धेरै पानीको अब त्यो हातले भने होइन कि यसको यसले यस्तो छेउको चाहिँ यसरी राइस पिन ओके त्यो हातले यहाँ राख्ने यसले यता राख्दाखेरि हातले यस्तो राखेर कम्फर्ट दिनु है सकिपछि पानीले जानै मिल्दैन है ओके मस्टिङ पऱ्यो अब राइसहरू जति बेला सक्दो नपराउँछ अब यस्तो कमजोर मिस्टेक हुनसक्छ त्यही भएर त एउटा पार्ट पनि इम्पोर्टेन्ट छ सबै चिज भयो कटिङमा राम्रो भयो भने खतम हुन्छ रोल नराम्रो भयो कटिङमा अलरेडी नराम्रो हुन्छ त्यही भएर एउटा चिज पनि मिस्टेक हुनु भएन 100मा हुनु भयो गोमा यो राइसले छोपिहाल्नुपर्छ है क्यारोट त्यो कुन बनाउने एभोकाडो हो एभोकाडो बनाउने बनाऊँ है कटिङ त नाइस छ त क्यारेटको 3टा बनिसक्यो यो पनि क्यारेट कहाँ भने उठेर त्यो नाइफहरू जगहरू सब क्लिक हुनु है सबै राम्रो ठाउँ सबभन्दा गाह्रो एभोकाडो नै काट्नलाई त्यो एकदम च्याप्प हुन्छ क्या धेरै च्याप्नु धेरै काट्न पनि गाह्रो डर हुन्छ नि त्यसपछि को आउनुहुन्छ ल हात धुनु भएको छ ल ठिक छ त्यसपछि सुरेन्द्र सेफ आउनु नरेन्द्र म चाहिँ हुन्छ पालो यताउति जानुहोस् है नाइस यो माथि ल्याउँदाखेरि पनि अलिक टाइट लिएर हो ल थोरै धेरै पनि ठिक भयो हातमा पाउनुहोस् हुँदैन अझै थिचेर अलिक हल्का माथिबाट दुईवटा आउनाले प्रेस गरेर जस्तो टाइपले सेक्सिङ गऱ्यो नि त पर्दैन त्यो अहिले कभरमा अहिले चाहिँ पर्यो अगाडि पर्यो भने चाहिँ त्यो नोरी डोब्लिन्छ
त्यही भएर राइस पार्नु पर्यो ग्याप छोडेर राख्दाखेरि चाहिँ हजुर हो यस्तो कुराहरू देख्नु पनि तपाईँहरूले हेर्दाखेरि पनि अरूले गर्दा पनि याद गर्नु पनि कहाँनिर मिस्टेक रहेछ कहाँ कसरी गर्नुपर्ने रहेछ भन्ने अप्ठ्यारो भयो बस्नु कहाँनिर बस्नु हेर्नु गाह्रो भएको छ भने बसेर टेबुल ल्याएर बसेर हेर्नु हुन्छ है अनि आफ्नो पालोमा टक्कै हेर्नु मजाले क्लियर गर्नु हेर्नु यो पानी चेन्ज गरेर आउँछु यसलाई जारको पानी लिएर आउनु है यो फालेर गाह्रो भएको छ हिजो सुटले हामीले नि यहाँ जोगमा बसौँ बसौँ यो नि यस्तो खालको जगुरमा तुल्नेर दिएको तर मैले बाइक लडाएन कि तपाईँको लगभग 40 मिटर जति अगाडि गयो बाइक तर पनि मैले लडाएन त्यही भएर एकदम सेफ्टी भएर चलाउनुपर्छ क्या साधनहरू अस्ति मलाई केटी रिसिटर यहाँ हालेर मलाई केटी बुझिदियो भने मलाई लेडिजको पछाडि चलाउने चियर चाहिँ तानेको मलाई घरको हानेर लड्यो होइन अनि तपाईँले बिचमा ल्यायो भन्छ अनि बिचमा बाटोमा ल्याएको त गर्छ नि तर जहिले पनि स्ट्यान्डर्ड सुसी चाहिँ यस्तो यहाँ धेरै ठाउँ हुँदैन है जस्तै मान्छेहरू चुच्चो बनाउँछन् कहीँ देख्नु भएको छ नेटतिर त्यो राम्रो होइन स्ट्यान्डर्ड ठिक छ होइन हल्का माथि साइडमा है कोही नगर्नु ल एकदम जस्ट हेर्नु मात्रै उहाँको तरिकाले गर्नु उहाँको रङ भयो भने म भन्छु फेरि एकजना भन्दै ए यो चाहिँ जान्ने भन्ने चिनेर भन्ने हुन्छ कि हाम्रै क्लासतिर अरू पनि त्यस्तो छ कि सर मैले कस्तो राम्रो गर्थेँ ऊ चाहिँ त्यति गर भन्छ त्यस्तो भन्ने होइन हाम्रो चाहिँ उताको क्लासमा 3 देखि 5 को हाम्रो उता 9 लोमा चाहिँ त्यस्तो हुन्छ क्या त्यही भएर टक्क एकजना कोलाएर बस्ने हेर्ने अवसर छ यस नाइस हो यसले गर्दा हेर्नु है यहाँ हेर्ने कति सेप मिल्यो नि हो हात राख्नु पनि धेरै फरक पर्छ पानी धेरै नगर्नु नोरी आएको पानी ओके गुड हल्का वेट गरेर गर्नुहोस् ल त्यसले क्यारोलाई पनि हल्का भित्र घुसाल्नुहोस् जानु भयो भने अब नेक्स्ट सुरुमा हामीले रोड टाइप नभएको लागि नजिकिँदै आउँछ नजिकिनु भनेको चावै पहिले सुरु भएर इस्माइल दाजु भाइ हेर्न आउनु यहाँ अहिले गर्नुपर्छ तपाईँले नि एउटा ल्याउनु यो हामीले यो नमिलेको भागलाई यो बेम्बो म्याट राखेर कटिङ गर्दा ब्याम्बो राख्यो म्याट नराखिकन बरु विदाउट राख्दै काटेर राम्रो ब्याम्बो म्याट राख्नु भने तल है तपाईँ पनि अहिले एउटा गर्नु देख्नुभयो नि हिजो अस्तिदेखि गरेर आएको हेरेको कहाँ पर्छ हेर्नु क्या बडी पोस्टर मिलाउनु टक्क कहाँ पर्छ त्यसलाई लाइटले हामीले आउँछ त्यो त तपाईँको त सेन्टर नाप्दै बस्यो भन्दा अहिले तपाईँहरूले नै बुझ्दै गयो भने हात चेन्ज गर्नु हात त्यो होइन कटिङ पनि सिधा गुड गुड क्याप्लिङ सक्छ भने 2टा काट्नु अब त 2 बढाउनु पर्छ है